रुस्मालाई भेटिँदै आयौँ यहाँ भ्लगमा हेलो गाइज रुस्मा रुस्मा चढ्छु कहिलेले बाई बाई रुस्मा एयरपोर्ट नआउने क्या वी आर कमिङ है गाइज गाइज वी आर कमिङ बाबा के भन्नुभयो भर्खर रे नोरो भने हामी फाइनली एयरपोर्टमा छौँ है ल हेर्नुहोस् हेलो हामी रुस्मालाई बिदा गर्न लागिरहेको दिदी जाँदाखेरि ल टेन्सन नलि म छु ल यहाँनिर छिटो नजाउ न बुनु तिमीहरू छिटो हिँडेको आजकल त म भ्लगर इन द टाउन हो क्या गाइज सरी बुनु हो ल आऊ आऊ हेलो आइ भन गाइजहरू यो हो यार एकदम रमाइलो लाग्छ रमाइलो अरू आजको हाम्रो मूल नारा भनेको रुन दिनु हुँदैन क्या कसैलाई पनि म रुँदा रुँदा टाउको दुखेर मलाई यस्तो भइरहेको हेलो देवजी कति राम्रो देख्यो फेरि रुनु त कस्तो राम्रो देख्यो मम्मी हाम्रो मम्मी अपडेट अब जति हेलो गाइज अहिले हामी त्रिभुवन विमानस्थल इन्टरनेसनल एयरपोर्टमा दिदीलाई हामी बहिनीको पनि अर्को वर्ष फ्लाइट छ हामी यहाँ भ्लग बनाउँछौँ साथीहरू 10 वर्षपछि होइन अर्को वर्ष नै हुनसक्छ आयुष भाइ नराम्रो लागिरहेछ ल गाइजहरू तिमीहरू कस्तो लागिरहेछ दिदी जाँदाखेरि विदेशमा रोको उडुलान्टी हो यता हेर्नु उडुलान्टी यता हेर्नु त कस्तो तपाईँ रोन apie आज त चट्ट चस्मा खोल्नु खोइ यता हेर बुनु यता हेर हाम्रो मेरो दिदीलाई आज नै अमल अड्क्यो कि आज छोरी अड्किरहेको छ है आज हाम्रो गीता दिदीको आँखामा चाहिँ खोइ त बाढी पहिरो बोगाइदिएको दिनु त म त बाढी पहिरो बगिसक्यो क्या अघि नै हाम्रो यता बगिरहेको बाढी पहिरो आधी हुरी सबै आइसक्यो यता हाँसिरहेको छिन् ओहो हिरोइन रेजिना हिरोइन आमा तपाईँ कस्तो लागिरहेको छ त हेर्नु न म छु त किन रुनुहुन्छ आमा ल हेर त आमा रुनु भन्नु है तपाईँलाई कस्तो लागिरहेको छ आज एकदम मजा लाग्छ होइन नातिनी बढी दुःख गरी जान लाग्यो एकदम खुसी गाइज हाम्रो भिनाजुको आँखा पनि अलिअलि आँसु देखिरहेको छौँ भिनाजु तपाईँलाई कस्तो लागिरहेको छ त्यही त भन्छ नि दुःख गरेर पढाएर मामालाई कस्तो लागिरहेको छ मामा तपाईँको नाटक हो त्यो मन त किन रोइनुहोस् भाइ रो न रो अलिकति त यसका पनि नाटकका आँसु हुन् गाइज यी हुन् हाम्री अहिले भर्खरको आचल शर्माको सबै फिल्म छोडेर उनले अहिले नयाँ नयाँ फिल्म खेल्न गइरहेको छु यहाँ सामित्र फोकस रोको हो तिमी किन रोयौ त बाबा मकर मस्का आँसु मम्मी तपाईँलाई कस्तो लागिरहेको भान्जी जानु पाउँदा ठिकै लाग्यो भने खुसी लाग्नु पर्छ यत्रो दुःख गरेर पढेर यस्तो खुसी लाग्छ भान्जी पढ्न जान लाग्यो हो राम्रो होस् ठाउँमा ल उनीलाई त कस्तो लागिरहेको ठिकै हाँसेर भन्नु सक्छ आन्टीलाई भयो एकदम हाम्रो कस्तो लागिरहेको छ
गाइजहरू यसो चुस्तो चुस्तो हुँदै हुनुहुन्छ कि फेरि आँसेको छ हो भने नानी आफूले सोचे देश जानु पाउँदा को हुन्छ होइन खुसी हुनुपर्छ फेरि यहाँ हाम्रो दिदीहरूको भ्लग भिडियो भइरहेको छ हाम्रो यहाँ सानबाट बिहामाहरूको खबर के छ रुस्माको सानियाबाट बिहामाको तपाईँ जानु म छोरी एउटा भिडियो खिच्नु रे फोटो खिच्नु रे ल यस्तै हो म सम्झिनु न म जाँदा चाहिँ रुनु के यो चाहिँ सम्झिनु कि छोरीको बिहे भएको के अब भोलिपर्सि के गर्नु पर्दैन निस्कु गएपछि है यो त अब मलाई जस्तै नि त फोटो खिच्नु जानु दुःख लाग्यो ल अनि के दुःख लाग्यो ल भन्नु त के सम्झिनु भयो यहाँ हेर्दा हुन्छ अरू के पाउँछ चक्लेट लिएर आऊ है रुस्मा आउँदाखेरि मलाई त आइफोन पठाइदिनु हुन्छ केही भनिदिनु मलाई त भिडियो कल ल फोन त लाग्दैन होला नम्बर गाइस रुस्मा त्यहाँबाट निस्किन्छन् हाम्रो रुस्माको दुईटा साथीहरू चाहिँ उहाँ गइसक्नुभयो यहाँ हुनुहुन्छ दर्शक वृन्दहरू हेर्दै हुनुहुन्छ यहाँ कोही पत्रकार मित्रहरू क्यामेरा बोकेर बस्नु भएको भिडियो नखिचिकन बाई भएछ नि त सेट रुस्मा बाई बाई खेल्न सकिनन् रुस्माले रुस्मा जाँदैछिन् ज्याकेट लाउँदैछिन् यहाँ फेरि सबैजना यी अलि ढेकाल्नु प्रकाश दाइ गाई यता फेरि हाम्रो मिठी दिदी एयरपोर्ट आउनु भएको छ रुनु भएको छ कहिल्यै दिउँसो घर चाहिँ के भन्नुहुन्छ अरे कोही नरुने भन्नुहुन्थ्यो कि यहाँ हाम्रो सावित्रा तिमी चाहिँ रुँदै रुन्ने उता के हो हेलो रुस्मा गइन् फाइनली गाइजहरू गइन् प्रकाश दाइ चाहिँ उहाँसँग फाइनली रुस्मा गइन् यताबाट यसरी कसरी हो भाइ सबसे दुःख हाम्रो चुम्मैलाई परिरहेको छ गाइज के गर्नु यस्तै हो होइन विदेश जानै पर्छ के गर्नु नेपालमा काम छैन पैसा कमाउनु पऱ्यो गाह्रो छ गाइज हामी त यहाँ आउँदै एयरपोर्ट पुर्याउँदै पुऱ्याउँदै जान्छौँ हो आज चाहिँ म रुम नभएर बसिरहेको छु ल है गाइज हाम्रो रुस्मा फाइनल्ली गयो हाम्रो रुस्मा फाइनल्ली गयो है ल बाई बाई भन्नु नि सबैजनाले खुसी हुनुभयो नि अब ल छोरी जापान गई खुसी हुनुभयो हाम्रो दिदी कस्तो लाग्यो भन्छ विदेश जाँदाखेरि अनि सबै जाँदाखेरि हामी आएर रोएर गएको थियौँ है तर रुस्मा जाँदा गएनौँ बाबा त हेर्नु हाँस्नु एकचोटि बजारे मान्छे सम्झ्या कस्तो छु भने म त समीर जाँदा रुँदा रुँदा बिरामी भएर अति भएर अब कहिले भनेर बसेको छु यता देखाउने कति बाकर भाइ आयो भन प्रकाश दाइ तपाईँलाई कस्तो लागिरहेको छ दाइ कस्तो हिँड्यो बोल्नु न यहाँनिर यो तपाईँको फर्स्ट टाइम होइन त कसैलाई भाइ बहिनी बिदाई गर्न आएको को आउनु भएको छ ए फर्स्ट टाइम पर्न सेकेन्डमा अब रुस्मा थर्डमा को आउनु कसलाई पुर्याउन आउनुहुन्छ कर्णलाई पुर्याउन आउनुपर्छ ए समीर भाइ बहिनी जापान 3चोटि भइसक्यो दाइको ल तँलाई कस्तो लागिरहेको छ भाइ भन् ल हाम्रो कान्छो भाइ कस्तो लागिरहेको छ भन् यता हेरेर भन् राम्रो लागिरहेको हो को हो चिने खास नि आज विदेश जाने को हो चिने कस्तो लागिरहेको ल म चाहिँ सबसे लास्ट आएको है गाइज अब हामी घर जाऊँ है गाइज अब हामी भक्तपुर र काठमाडौँ जाने टोलीहरू छुटेको छौँ बाई बाई कान्छी राम्रो दाउ यो आइफोनको क्यामेरा अनि के अरे लाइट मेरो आँखा कस्तो पोले पोले जस्तो भइरहेको छ हामी चाहिँ यता चाहिँ काठमाडौँ भन्छ नि हामी चाहिँ गाउँ जाने है अब ल ल भक्तपुर बाई बाई
भाइ रोयो आफै गाइज अब हामी उसमालाई फाइनली छोडेर हिँड्दा गाइज हाम्रो अनिस चाहिँ रोयो खै त अनिस भाइ चाहिँ किन रोयो गाइज किन रोयो के भयो भन न के भयो भन छोरो भक्तपुर लानु कि दाजु रोयो भाइ टुर जाने हो के भयो भन नि त मामा घर जाने भन के हो बाबु रुस्मा दिदीको याद आयो भाइलाई नाजुलाई भनिदिन्छु पर्खी तैँले के गर्छ हामी चाहिँ गाडीमा चढ्यो बाई बाई थ्याङ्क यू फर वाचिङ गाइज मेरो चाहिँ भ्लगको इन्डिङ भइसकेको थियो त्यही पनि मेरो दिदी 2 शब्द राख्ने थिएँ त्यही भएर यो चाहिँ मेरो बहिनीको च्यानल होइन अब यसमा हुन त धेरै नै छ सब्सक्राइबरहरू धेरै नै छ त्यही पनि सबैजनाले सब्सक्राइब गर्नु होला हामी चाहिँ आज कुदाएर आएको होइन अनि कस्तो गाडी चढ्छ यस्तो यस्तो गर्छु भने गाडी पनि चलेन क्या त्यही भएर भिडियो बनाउनु मैले चाहिँ गाउँको आएपछि त हामी ओर्लिनु पर्छ ल साथीहरू बाई बाई त्यही भएर गाई अब अर्को भ्लग हेर्नु होला अहिलेलाई बाई बाई गाडी देखाएर लास्ट देखाएर यो हाम्रो आइफोन होइन नि त गाई जब आइफोन दिदीले मलाई विदेश पैसा पठाउँछ मेरो विदेश खुसी लाग्ने छ नभन के आइफोन ल दिदी जान्न मलाई खोइ पठाउँछ यिनकै बजीको दिन्छु होला ल बाई बाई Thank you for comment, share, subscribe, and thanks for watching, guys.